आज लामो समयपछि हाम्रो परिवार सम्पूर्ण परिवारहरू एकसाथ पिकनिक साथै डाँडाको प्रार्थनाको यात्रामा छौं र यो मौका चाहिँ साँच्चै प्रभुले हामीलाई सुन्दर समय दिनुभएको छ। धेरै लामो प्रार्थना थियो कि हाम्रो सम्पूर्ण परिवारहरू एकसाथ पिकनिक गएर परमप्रभुलाई महिमा गर्ने, प्रार्थना गर्ने र हाम्रो राष्ट्रको लागि विशेष गरेर प्रार्थना गर्ने भन्ने ठुलो इच्छा थियो र आज यो प्रभुले हामीलाई मौका दिनुभएको छ र तपाईहरुलाई म भन्न चाहन्छु हामीसँगै यो भिडियोमा तपाईहरु हेर्न सक्नुहुन्छ। त्यहाँको वातावरण रमणीय, हामी कुन ठाउँ जाँदै छौं भन्ने कुराहरु अगाडिको भिडियोमा तपाईहरुलाई बताउने छौं। र यात्राको लागि प्रार्थना गुरुआमाले गर्दिनुहुन्छ, त्यसपछि हामी सबैजना यहाँबाट एकसाथ जान्छौं। हुन्छ हुन्छ परमेश्वरलाई धेरै धन्यवाद भएको होस्। आज यो खुसीको क्षण पनि छ। हामी परिवार सबै सँगै भएर अनि एउटा परमेश्वरको महिमा गर्नलाई त्यो ठाउँमा जाँदै छौं र खुसियाली मनाउने न रमाउने छौं र परमेश्वरको महिमा पनि गर्ने छौं र साथै हामी अब जाँदै छौं र प्रार्थना गरेर हामी लाग्ने छौं। परमेश्वरलाई धन्यवाद भएको होस्। हे परम प्रभु, तपाईको नामको महिमा र प्रशंसा भएको होस्। सर्वशक्तिमान परमेश्वर, सर्व सृष्टिकर्ता येशू ख्रीष्ट, तपाईलाई धन्यवाद चढाउँदछौं प्रभु। आजको दिन तपाईले दिनुभयो, यो सुन्दर समय, सुन्दर दिन दिनुभएको लागि पनि तपाईलाई धन्यवाद छ प्रभु। हाम्रो परिवार त्यो ठाउँमा जाँदै छौं। हे परमेश्वर, तपाईले सहायता गर्नुहोस् प्रभु। यो गाडीहरुमा तपाईको रगत लगाउँदछौं, ब्रेकमा, क्लचमा, ह्यान्डलमा तपाईको रगत लगाउँदछौं र तपाईले सुरक्षा गर्नुहोस्। तपाईको दया र निगाह र अनुग्रह भएको होस् प्रभु। यो सम्पूर्ण टिमलाई, यो परिवारलाई तपाईको हातमा राख्दै आशिष माग्छौं येशूको नाममा, आमेन। पुरा वीर योद्धा जसरी पुरा है एकैट काँधमा हाल्यो।
चिकन कुकम्यान आजको दाइ हुन्छ पुरै लाएर फ्लेभर निकालिराख्नु जुम गर्दैन स्मुथ भिडियो मात्र हो क्या बाजे सन्चै हुन्छ हो र खुसी लागिरह आज खुसी लागिरह एकदमै और जोयल सर ऊ भाउजू लाग्नु भा के छ Hi guys. पानी ल्याउन जाने टोली हामी चाहिँ पानी ल्याउन जाँदैछौँ तपाईलाई यस घडीमा हामी तपाईलाई धन्यवाद दिन्छौँ तपाई परमेश्वरले यसरी सम्पूर्ण परिवारलाई प्रभु आफन्तलाई यसरी प्रभु तपाई परमेश्वरले आजको दिन यो प्रणालीमा यसरी ल्याएर परम प्रभु तपाईसँग अनि प्रभु आफ्ना आफन्तहरूसँग प्रभु यसै साथ भएर जुन हाम्रो निम्ति यो खाना अनि यो भोजन पाकेको छ यसमा प्रभु तपाई परमेश्वरले आशीष
धन्यवाद। राहुल पिटर बोतलको पानी लिएर राख्दै बाबु, यहाँ घाँटी लाग्छ। अब भात लगिसक्यो। भात लगिसक्यो। गरिमा बोतलको पानी लिएर तिमी बोतलका पानी ल्याऊ। बाबु बसेर खान। यहाँ छ त बस्ने ठाउँ। यहाँ आइज। त्यसरी भागेर खानु भएन नि त। मोबाइल सुबाइल दिदी दिदी बल्ल फेला पर्नु। ऐसिन मत करियो। यो हो नि त रियल भिडियो टिकटकमा हाल्ने। भिडियो त अब देखिनुहुन्छ। हजुर खै ए छुट्यो ग्रुप। के छ? ठिकै छ। ज्योति ज्योति और समीक्षा यम्मी यम्मी। यो छ खाली। यसु राजा आएका छन् उधालेर। यसु राजा आएका छन् उधालेर। परदेशी मानेर आई स्वर्गलाई छोडेर आई जसरी उड्दैमा आकाशमा तारा बाँधेर धरतीमा ज्योति जलेर आकाशमा यसकारण हामी डराउने छैनौं। चाहे पृथ्वी उथल पुथल होस् वा पर्वतहरू समुद्रको गर्भमा खसुन्, चाहे समुद्र गर्जोस् र फिज काडोस् र चाहे त्यो उर्लिएर आउँदा पर्वतहरू थर्कुन्। एउटा नदी छ जसका प्रवाहले परमेश्वरको नगर अर्थात् सर्वोच्च वास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्ने छैन। झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ। जाति जातिहरूमा कोलाहल छ, राज्यहरू पतन हुन्छन्। उहाँले आफ्नो स्वर उचाल्नुहुन्छ, पृथ्वी पग्लन्छ। सर्वशक्तिमान परम प्रभु हाम्रो साथमा हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। आओ परम प्रभुका काम हेर। उहाँले पृथ्वीमा ल्याउनु भएको उजाड अवस्था, उहाँले पृथ्वीको पल्लो छेउसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा टुक्रा पार्नुहुन्छ। उहाँले झालहरूलाई आगोले भस्म पार्नुहुन्छ। शान्त हो र
म परमेश्वर हुँ भनी जान। जाति जातिहरूमा म उचाल्ने छु, पृथ्वीमा म उचाल्ने छु। सर्वशक्तिमान परम प्रभु हाम्रो शरण स्थान हुनुहुन्छ र याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। आमेन। परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। जब हामी हाम्रो जीवनबाट परमेश्वरलाई हाम्रो शरण स्थान बनाउँछौँ, उहाँ हाम्रो सङ्कष्टको सहारा हुनुहुन्छ। चाहे पृथ्वी उथल पुथल किन नहोस्, तपाईलाई उथल पुथल भन्ने शब्द मैले बोल्दै गर्दाखेरि सायद तपाईलाई लाग्छ होला यो सामान्य शब्द। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, चाहे समुद्र, चाहे पृथ्वी उथल पुथल होस्, चाहे पर्वतहरू समुद्रको गहिराईमा खसुन् भन्न खोजेको, चाहे यी डाँडाहरू, यी पहाडहरू, चाहे यो समुद्रको पानीको तलसम्म पुग्ने स्थिति किन नहोस्, तर परमप्रभुले भन्नुहुन्छ म तेरो साथमा हुनेछु। हाम्रो जीवन, हाम्रो परिवार, हाम्रो परिस्थिति, हामी जुन अवस्थाबाट गए तापनि यदि परमप्रभुले हामीले हाम्रो पहिलो शरण स्थान बनायो भने परमेश्वरले सबै कुराबाट विजय दिनुहुनेछ। चाहे समुद्र गर्जोस्, चाहे भीज काडोस्, चाहे त्यो उर्लेर आउँदा पहाडहरू किन नथर्कियो, परमप्रभुले आफ्नो जीवनलाई परमेश्वरको समर्पित जीवन बनाउनु चाहिँ धेरै महत्त्वपूर्ण छ। जीवनमा जतिखेर के आइलाग्छ हामी कुन परिस्थितिबाट जानुपर्छ त्यो केवल त्यसकारण परमप्रभुमा बनिरहने परमेश्वरको गजबको शब्द, मलाई मन परेको शब्दलाई म पढ्छु अनि म अन्त्य गर्छु। परमेश्वरले भन्नुभयो परमेश्वर त्यसभित्र हुनुहुन्छ। यदि परमेश्वर तपाईँ र मेरो जीवनमा हुनुहुन्छ भने, यदि परमेश्वर तपाईँ र मेरो हृदयमा हुनुहुन्छ भने, यदि परमेश्वर तपाईँ र मेरो घरमा हुनुहुन्छ भने, यदि परमेश्वर तपाईँ र मेरो परिवारमा हुनुहुन्छ भने, यदि परमेश्वर तपाईँ र हाम्रो बीचमा हुनुहुन्छ भने उहाँले भन्नुहुन्छ झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ। परमेश्वरले अन्धकार आउन दिनुहुने छैन। परमेश्वरले झिसमिसेमै सबै कुरालाई शान्त गर्नुहुन्छ। आमेन। प्रार्थना गरौँ। विशेष गरेर यो समयमा विशेष गरेर प्रार्थना गरौँ हाम्रो परिवारमा जति पनि सदस्यहरू हुनुहुन्छ, जतिजनाले प्रभुलाई चिन्नुभएको छैन, प्रभुलाई मुक्तिदाता भनेर ग्रहण गर्नुभएको छैन, उहाँहरूले परमेश्वरलाई चिन्न सक्नुहुन्छ, परमेश्वरलाई भेट्टाउन सक्नुभएको छ। जुन अन्धकारको जीवनमा हुनुहुन्छ उहाँहरूले प्रभुलाई भेट्न सक्नुहुन्छ। हामी प्रार्थना गरौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। त्यसपछि परमेश्वरको लागि हालेलुया। पिता तपाईलाई धन्यवाद भएको होस् पनि हामी प्रार्थना गर्दछौँ। पवित्र आत्मा हामी प्रार्थना गर्दछौँ। हाम्रा आफन्तहरूलाई प्रभु तपाईँको हातमा राख्दछौँ। प्रभु तपाईँलाई नचिन्नुभएका व्यक्तिहरूलाई प्रभु तपाईँ परमेश्वरले ती परिवारहरूमा प्रभु सुसमाचार सुनाउनलाई तपाईँ परम प्रभुले सहायता गर्नुहोस्। उहाँका हृदयहरूलाई, मस्तिष्कहरूलाई, विचारहरूलाई प्रभु तपाईँले परिवर्तन गरिदिनु भएको छ ताकि तपाईँलाई भेट्नको निम्ति, तपाईँलाई पाउनको निम्ति तपाईँ परमेश्वरले सहायता गर्नुभएको छ। प्रभु तपाईँ सहायता पवित्र आत्मा दया गर्नुहोस्। मानिसहरू त्यो नरकको आगोको भट्टीमा जानु हुँदैन पिता। प्रभु तपाईँले संसारमा अल्मलिनु हुँदैन प्रभु। प्रभु हामी प्रार्थना गर्छौँ। प्रभु विशेष गरेर हाम्रो देशको लागि प्रार्थना गर्दछौँ। हाम्रो देश नेपालको लागि हामी प्रार्थना गर्दछौँ। हाम्रो देश नेपाललाई तपाईँले छुनुभएको, तपाईँको शान्ति र समृद्धि यो देशमा प्रभु तपाईँले खनाउनु भएको होस् पनि हामी प्रार्थना गर्दछौँ ताकि यो देशले प्रभु तपाईँलाई खोज्न सकेको होस्, तपाईँलाई भेट्न सकेको होस् पनि हामी प्रार्थना गर्दछौँ। प्रभु यो देश नेपाललाई तपाईँले सहायता गर्नुहोस्। प्रभु सबै राष्ट्रहरूलाई प्रभु तपाईँले छुनुभएको होस् पनि म प्रार्थना गर्दछु। सामान